फेरि पनि प्रभुलाई ताली बजाएर धन्यवाद है। हुन्छ, हामीहरू बिचमा केही कोहीसँग केही आशिष छ भने हामी म तपाईँहरूलाई 3 मिनट जति समय दिन चाहन्छु। छ केही आशिष छ? ए हाम्रो राज दाईलाई अगाडि बोलाउनेछौँ ताली बजाएर है त। प्रभु येशू ख्रीष्टको नाममा सबलाई मेरो जय मसीह। अनि अस्तिको दिनमा चाहिँ नि म यहाँबाट चर्चबाट गएँ अनि हामीले अफिसमा गएर चाहिँ हामीले केही खायौँ र बेलुकाबाट मलाई धेरै शास्ति भएको थियो। अनि त्यो दिन चाहिँ रातभरि मलाई बाहिर जानु मात्रै हतार भयो अनि दिउँसो पनि त्यस्तै भयो। हिजो रेस्ट गरेपछि अनि बेलुकाबाट मलाई प्रभुले पुरै रूपमा चङ्गाइदिनु भयो र प्रभुलाई धन्यवाद होस्। किनभने मलाई लागिरहेको थियो कि सलिम पानी खानुपर्छ जस्तो लागिरहेको थियो। पेटको यो भित्र भागमा दुखिँदाखेरि चाहिँ नि त्यतिखेर होसियारी हुनुपर्छ। किनभने जब हामी दिशा लागिरहेको छ भने हाम्रो शरीरमा पानीको मात्रा धेरै कम हुन्छ अनि कम भयो भने हाम्रो शरीरको अङ्गहरूलाई ह्याम्पर पार्छ। अनि त्यो समयमा चाहिँ हामीले जति टोयलेट हुन्छ त्यति हामीले पानी चाहिँ खाइराख्नुपर्छ। त्यो खाएन भने पानीको मात्रा हाम्रो शरीरलाई कम भयो भने चाहिँ हाम्रो किडनीहरू हरेक कुरालाई बिगार गर्छ। त्यस कारणले गर्दाखेरि मैले चाहिँ पानी खाइरहेको थिएँ अनि यहाँ दुखेपछि मैले पानी खाएको भ्याएन जस्तो लाग्यो, पछि दुख्न छोड्यो। अनि आज चाहिँ म प्रभुलाई यहाँ आज चर्चमा चाहिँ उपस्थित हुन सक्ने प्रभुको नाउँमा मलाई शरीरमा पुरै चङ्गाइ भयो। तर धेरै विकनेस चाहिँ म धेरै भएको थिएँ हिजो केही पनि खान सकिरहेको थिइनँ। अनि बेलुकाबाट मलाई अलिअलि 4 बजीबाट अलिअलि खाना थालेँ अनि बिहान बेलुका सबै खाना थालेँ। प्रभुलाई धन्यवाद होस्, उहाँले शरीरमा पुरै चङ्गाइ दिनुभयो। प्रभुको नाउँको जय हालेलुया। सबलाई हुन्छ फेरि